नमस्ते साथीहरू, नमस्ते। तपाईहरुलाई म आज एउटा कुरा भन्न गएको छु, कृपया सुनिदिनु होला। यदि राम्रो लाग्यो भने शेयर, लाइक, कमेन्ट पनि गरिदिनु होला है। हामी मानव जो जहाँ जस्तोसुकै झुपडी, महल, अस्पताल, घर, गाई, गोठ, जतासुकै जुनसुकै अवस्थामा जन्मे तापनि, जुनसुकै ठाउँमा जन्मे तापनि, तपाईहरुको जति ठुलो घरमा, जति ठुलो महलमा जन्मे तापनि र जति ठुलो तपाईले लक्ष्य, इच्छा, चाहना, आफ्नो आकांक्षा, तपाईहरुको जे कुराहरू राखे तापनि तपाईहरुको अन्तिम आउने स्थान, तपाईहरुको अन्तिम लक्ष्य, तपाईहरुको जीवनको अन्तिम टार्गेट, तपाईहरुको जिन्दगीको अन्तिम अवस्थामा आएर पुग्ने ठाउँ यो हेर्नुस्। यो सायद लाग्छ मलाई तपाईहरुको, हामीहरु सब मानव जातिको अन्तिम आउने ठाउँ भने यही हो। देख्नुभयो यो ठाउँमा आउनलाई किन फेरि तपाईहरु यति घमण्ड गर्नुहुन्छ, यति ईर्ष्या गर्नुहुन्छ, यति डाहा गर्नुहुन्छ, यति आतंक गर्नुहुन्छ, यति किन घुसखोरी गर्नुहुन्छ, यति धेरै किन मान्छेलाई मान्छे भएर तनाव दिनुहुन्छ, मान्छेलाई मान्छे भएर किन धेरै यति सताउनुहुन्छ? किन? के छ? जिन्दगी केही छैन। हेर्नु यही हो। हामी सबै मान्छे, हामी मानव प्राणीको आउने अन्तिम ठाउँ भने यही हो। यही ठाउँमा आउनलाई, अन्तिम अवस्थामा आउनु यही ठाउँ हो। यही ठाउँमा आउनलाई तपाईहरु हामीहरु किन यस्तो गर्छौं होला? सोच्नुस् त एकचोटी। यही ठाउँ होला। हेर्नु, यो ठाउँ कहाँ जानुहुन्छ भन्दा तपाईहरु कहाँ जानुहुन्छ? कहीँ जानुहुन्न। अन्तिम ठाउँ भनेको हाम्रो यही नै हो। यो ठाउँ भन्दा अर्को ठाउँ विकल्पै छैन। यही ठाउँ हो। देख्नुभयो? यही ठाउँ हो। यो ठाउँ भन्दा तपाईहरु, म जोसुकै व्यक्ति भने कहाँ जाने हो? यो ठाउँ यही नै हो। अन्तिम ठाउँ भने यही, अन्तिम इच्छा, अन्तिम लक्ष्य, अन्तिम टार्गेट भनेको मानव जातिको यही नै हो। यहाँ आउने हो। त्यही भएर आफ्नो सोच बदल्नुहोस्, विचार बदल्नुहोस्, सहयोग गर्नुहोस्, मानव जातिको, मानवलाई यो विश्वमा बस्न दिनुहोस्, यो नेपालमा बस्न दिनुहोस्, सबैलाई अटाउन दिनुहोस् संसारमा। किन बेलामा मान्छेले तनाव दिनुहुन्छ, मान्छेलाई टर्चर दिनुहुन्छ? त्यो गर्ने राम्रो कुरा हैन। मानव भइसकेपछि मानवको सहयोग गर्नुपर्छ, सेवा गर्नुपर्छ। त्यो पो हो त। अन्तिम आउने ठाउँ त यही नै हो। कहाँ जानुहुन्छ तपाईहरु? जाने ठाउँ कहीँ पनि छैन। कति वर्ष बाँच्नु होला? 50, 60, 100, 110। ल, त्यसपछि आउने ठाउँ त यही हो। त्यसपछि कहाँ जानुहुन्छ? तपाईहरुको आउने ठाउँ, अन्तिम ठाउँ भने तपाईहरुको सास लिएर जन्मिनुहुन्छ भने सास खत्म भएर आउने ठाउँ भने यही हो। अन्तिम ठाउँ यही हो। ल, तपाईहरुलाई संसारमा आउँदाखेरि पनि, जोसुकै व्यक्तिले आउँदाखेरि पनि तपाईहरुलाई त्यति होस्, तपाईहरुलाई कुनै आवाज हुँदैन भने जाँदाखेरि पनि तपाईलाई केही पनि हुँदैन। आउँदाखेरि, संसारमा आउँदाखेरि सास फेर्नुहुन्छ तर कुनै ज्ञान हुँदैन भने जाँदाखेरि तपाईको ज्ञान स्यान सब यही छोडेर अन्तिम ठाउँ यो श्वास पनि हुँदैन। जाने ठाउँ यही नै हो। यो भन्दा अर्को कुनै तपाईहरुसँग, हामीसँग कुनै मानव जातिसँग विकल्प नै छैन। यो भन्दा ल हेर्नु, यही ठाउँ नै हो। यही ठाउँमा आउनलाई, यही ठाउँमा अन्तिम ठाउँ पुग्नलाई किन यति धेरै पीडा मानव भएर मानवले किन यति पीडा मिल्छ दिनुहुन्छ या लिनुहुन्छ? मानव भइसकेपछि सोच्नुहोस्, विचार गर्नुहोस्, सहयोग गर्नुहोस्, भावना राख्नुहोस्। त्यो पो हो त। मान्छेलाई ठग्ने, लुट्ने, जाल साँची गर्ने त्यो राम्रो हैन। मानव भइसकेपछि मानवको सेवा गर्नुहोस्। हेर्नुहोस्, अन्तिम आउने ठाउँ यही नै हो। ल, हस् त। केही कुरा बुझ्नु भएको छ भने, बुझ्नु भयो भने तपाईलाई धेरै धेरै धन्यवाद। हस् त।